हेलो नमस्ते एखियारन बन्दीपुर। एखियारन बन्दीपुरले यति बेला तपाईँको लागि कोसेली देखाउँदैछ। यो चाहिँ तरकारी काट्ने चक्कु। तपाईँको घरमा मासु पाकेको बेलामा मात्रै खान मिठो हुन्छ, अरू बेला हुँदैन भने त्यो हो। यसले पनि एउटा तपाईँको किचनमा राम्रो भूमिका निर्वाह गरेको हुन्छ। तरकारी पनि त सही तरिकाले काट्नु पर्यो नि। तपाईँलाई यो खाँचो परिरहेको हुनसक्छ किचनमा। एकचोटि गएर किचनमा हेर्नुहोस् त यो छ कि छैन। यदि यो चक्कु छैन, कुनै छ भुत्ते भएर टेन्सन तनावमा हुनुहुन्छ भने एकेआरएन बन्दीपुरलाई सम्झिनुहोस्। तरकारी काट्नु चक्कु एकदम फटाफट यो चाहिँ नि यो हो रेतीको चक्कुहरू हो भने यो रेतीको भने यो चाहिँ रेलकमनी भन्ने फलामुको हो, जुन चाहिँ यो चाहिँ निकै पातलो हुन्छ भने यो हल्का थोरै बाक्लोमा हुने गरेको छ। र कुन साइजको चाहिन्छ, कस्तो चाहिन्छ, यो चाहिँ हामीले एक पिसको तपाईँको घरसम्म पठाउँदाखेरिमा 600 रुपियाँको दरले पठाएका छौँ। यो चाहिँ तरकारी काट्नको लागि निकै नै बवाल हुने गरेको चाहिँ मैले पहिलेको भिडियोमा पनि बनाएर हालेको छु। हस् त, धन्यवाद। आवश्यक पऱ्यो भने एखियारन बन्दीपुरलाई सम्झिनुहोस्। वाट्सएप नम्बर 98 613 50 945 मा सम्पर्क गरेर आफूलाई मनपर्ने सामान अर्डर गर्न सक्नुहुन्छ है त।